हेलो नमस्कार मेरा सम्पूर्ण दर्शक तथा श्रोताबिन्दुलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल अनिल कटवाल 6061 मा। र आज पनि सदा चाहिँ रबिन खड्का ब्रोको टिकटक भिडियोलाई लिएर रियाक्सन गर्नको लागि आइसकेको छु। र भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, मन परेमा लाइक शेयर पनि गरिदिनु होला। साथै मेरो च्यानलमा अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरेर सहयोग गरिदिनु होला भन्दै आजको भिडियोतिर अघि बढौँ है त साथीहरु। लडेको छ के छ सन्चै हुनुहुन्छ? बाजु छुकेर बा आफ्नो के छ भन्नुस्? कस्तो तातो तातो रिसमा हुनुहुन्छ कि क्या हो? पुरा मुड नै खराब पो देख्छु त। मुड के खराब औरा छ हो बोली हो देना के मुड खराब हो कि के हो? मैले भन्न मुड खराब भन्न मुड खराब हैन नि मुड हो कि मुड र म त खराब जस्तै देखिन्छ त देख्छु त। मैले गुलकोच खाकै हुन्छु त नि कसरी मुड खराब भन्नी भाषै एउटा अनि त्यो हेर्नु निदारे पुरा यस्तो गरेका आउनुहुन्छ। यसो सालेले देख्ने बेला त उज्यालो भएर 32 वटा दाँत देखाउनु न हौ। 32 वटामा कम छ कि क्या है भेना एउटा त कम जस्तो देख्छु त। गाना छ सही देख्नु भएको एउटा रहेन रहेछ त थाहा बिचारा भेना हेर्नु मेरा त 32 वटै छन्, अब 34 वटा हुन लाग्यो। कसले गर्न भ्याउ र आफै गनेको नि कसले गनिदिनु र? भेना त आउने बित्तिकै मुड खराब भएको आउनुहुन्छ त अनि यार मुडलाई पनि मुड भन्छ तिमी गलत अर्थ लाउँछ यार। मुड त भन्ने छु त नि तिमीले कुन दिन गुलियोलाई गु भन्छ होला। रुकुमतिर यसै भन्दा पुरा अलि खुसी हुँदै आउनु नि त पुरा मुड खराब बनाएर क्या आउने हो। मुड खराब हो यार यत्रो भेना गुलकोच पानी खाकै छु। पिसाब त राम्रै छ त मेरो अनि कस्तो मुड खराब हो र भने पिसाबको कुरै छैन, मुडको कुरा छ यहाँ। के को पिसाब? पिसाब हुँदै होइन कति नै पिसाबको कुरा गरे जस्तो मुडको कुरा चलिरहेछ पिसाबतिर लैजानुहुन्छ यो भेना पनि। कति बोलेको छ ल हुन्छ म बोल्दिनँ। ल भेना बोल्नु म सुनिरहेको छु। ल बिहा कहिले गर्छौ तँ? पैसा पान्न अनि कहाँमा त गर्नु त हो? पोइ पाए पो गर्नु त हो। पैसा पान्न केटो पोइ भनेको खोजिदिम क्या हो? मैले अस्ति भने होइन तपाईँ जस्तै चाहिएको छ खोजिदिनु भनेर। आफू त नखोजिदिने हेराले जन्म आफू जस्तै तपाईँ जस्तै खोजिदिनु है एउटा भनेको त खै। होइन ममा त्यस्तो के खास देख्यो र तिमीले? खास त के हेरे नभनौँ ब अहिले बेहोस परेर ढल्छन् फेरि। नभनौँ ढल्छन् अहिले ढल्यो भने के गर्ने। तर मुड खराब नबनाउनु है भेना अबदेखि। ल साले भेना भिडौँ न त के गर्नु हो? भेनाको मुड फ्रेस गरिदेऊ। कसरी गरिदिउँ भन्नु न, म त्यसरी नै गरिदिन्छु। कसरी गरिदिउँ कसरी गरिदिउँ त भेना? अनि गरिदिनु भन्नुहुन्छ कसरी गरिदिउँ सिकाउनु त पर्यो नि। सिकाए पो त्यसरी गर्छु त म। ए भेना पनि यत्रै मैले एउटा गेम खेल मैले जिते पनि तिमीले हाम्रो एमबीपीलाई चुप्पा गरिदिने। चुप्पा चाप त म त खतरासँग गरिदिन्छु। ल हाम्रो एमबीपीलाई चुप्पा दिनु पर्छ तिमीले। अनि मैले जितेँ भने के गर्नुहुन्छ नि? तिमीले भन पर्छ के हो? के गर्नु र अहिले जितेपछि भन्छु, अहिले भन्दिनँ म। जितेपछि भन्छु। लु डबल ट्याप गरौँ त हामी जितेपछि भन्छु म भेनालाई। ए मेरा बा 11 पनि काँडा बनाएर आइछौ है। उता कुना काप्चादेखि बनाइरहेको। ल सबैले डबल ट्याप गरौँ डबल ट्याप। लु डबल ट्याप गरिदिउँ न। आइटमको चुम्मा रे। आइटमको चुम्बा। अब तपाईँको एमपीपीलाई तपाईँले जित्नु भएपछि म चुप्पा गरिदिन्छु। अनि मैले जितेपछि चाहिँ तपाईँले किस गरिदिने यता।
डबल ट्याप किस र चुम्मा डबल ट्याप गर भाइ मिसले के होइन चुम्मा होइन र भन्छु होइन किस भनेको किसै हो चुम्मा भनेको चुम्मा नै हो ल अब मैले हारेपछि चुप्पा गर्छु उहाँले हारेपछि किस गर्नु गाउँ घर केटी सोझी भन्छन् झन् खतरा यार 17वटा फुलमा के एउटा तिमी त म किस गर्न गाउँ घरको लुङ्गी लाउने केटी सोझो भन्छन् उसलाई पुरा किस भनेको चुम्मा भनेको पुरै थाहा यार समय र परिस्थितिले त्यस्तै गर्छ त कहाँ सोझी भन्नुभएको अहिले समय अनुसार त चल्नु पर्यो त चुम्मा पाइन्छ भनेको त केटाहरू त मलाई मन पर्दैन तपाईँहरूलाई मन पर्दैन भेनाको ऊ 32वटा दाँतमा एउटा दाँत घटाएको छ मेरो यहाँ 32वटा दाँत छ किन भेनालाई मात्र मन पार्दो रहेछन् हो सबैले The booster has been finished right now. 32वटा मन पर्छ कि 31वटा मन पर्छ हो तपाईहरुलाई न कति बोले कि ए मेरो अब एउटा गेममा 3टा बुस्टिङ केला हो कम से कम एक गेम त जिताइदिनु न हो मलाई प्ले गाइस कम गाइस हुन्छ के यार मेरा बा यति बेलासम्म हाम्रो एमबीपी को छ विमलजीले चुप्पा पाउनको लागि रेडी गाइस कम गाइस जो एमबीपी बन्छ गाइस त्यसले पाउँछ चुप्पा कोही छ ट्रिपलमा डबलमा बुस्टिङमा हान्ने कोही छ यहाँ जसका शक्ति उसैका भक्ति जसका शक्ति मेरा बा केटाहरूलाई चुप्पा पाउन मन छैन क्या श्रीमतीसँग डराए क्या हो कान्छा ब्रोले पाउनु छ कि जस्तो लाग्छ कान्छा ब्रोले पाउनु छ जस्तो लाग्छ कोही छ गाइस कान्छा ब्रो 1 कान्छा ब्रो 2 चुप्पा 1 रुचि वेलकम स्नाइप रुचि थ्याङ्क यू सो मच रुचि थ्याङ्क यू गाइस सक्यो च्याप्टर क्लोज द च्याप्टर हैज बीन क्लोज ल थ्याङ्क यू सो मच गाइस ल फाइनली गाइस आवर एमभीपी हिज नेम इज कान्छा ब्रो थ्याङ्क यू सो मच कान्छा विमल केके बिना अफिसियल लभ कार्की सुमन राई शैलेन्द्र चौलागाई गाउँले मैचाङ चामलिङ सुशील राई गुलमेली कान्छो थ्याङ्क यू अल्फा गाइस ल हाम्रो कान्छो चाहिँ हाम्रो एमभीपी गर्नुभएको छ ल उहाँलाई चुप्पा गर्न पर्यो नजिकबाट गरम कि टाढाबाट गरम कस्तो पाराको हो यस्तो अरे यार तिमीलाई कसले मुख जोडेर मुख गर्न भन्ने अरे यार यार भन्नु न तेरी नजिकबाट गरम कि टाढाबाट गरम यहीबाट सिम्पलली गर्दिनु हुन्छ भो त्यो त डराउला नि त त्यसरी त डराएर भाग्छन् मायाले तान्नु पर्यो कि मायाले तान्नु पर्यो मायाले दिने चुम्मा भने मेरा बा यो के आडी यस्तो बर्बाद पार्ने आइडी कसको यो यता हेर्नु उतापट्टि जिताइदिने मान्छे खोइ यता हेर्नु उता फर्केर कहाँ हुन्छ यता फर्किनु पर्यो यो के आडी यस्तो लौ भेनाले के आइडी देख्नु भएछ हौ बर्बाद पार्ने आइडी पो भन्नुहुन्छ त आइडी देख्नु भएछ यता ल चुप्पा गरेर हाम्रो एमबीपी चुप्पा गर्छु र कान्छाजी भन्दै चुप्पा गर्ने अब भेनाको किस हेर भन्दा भएन के अरे अब मेरै चुप्पा हेर्नु भयो अझै एकचोटि मात्रै होइन कहाँ आइटम खालको चुप्पा छ यो एउटा आइटमको चुप्पा हो सिद्धि कस्तो आइटम चुप्पा कस्तो हुन्छ र हुन्छ नि यस्तो हुन्छ भन्ने हो र त्यही त बिल्कुल गाइस दुईटा बुझ्नु पर्छ ल थ्याङ्क यू केकेजी गाइस दुईटा बुझ्नु पर्छ ल साली म गएँ ल पछि आउँछु ल बाइ हस् त आजलाई भिडियो यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला मन परेमा लाइक शेयर पनि गरिदिनु होला साथै मेरो च्यानलमा अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरेर सहयोग गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु हस् त नमस्कार।